कुनै कुनै यात्रा एउटा सिङ्गो किताबभन्दा पनि गहिरो अर्थ राख्छन् र मेरो फोटोग्राफीको यो यात्राले पनि मलाई त्यस्तै ज्ञान र अनुभव दिएको छ। आज म तपाईँहरूलाई मेरो सौर ग्रान्ड पार्कको यात्रातर्फ लैजाँदैछु। हातमा क्यामेरा, मनमा उत्साह र नयाँ नयाँ क्षणहरू कैद गर्ने सपना लिएर मैले आफ्नो यात्रा सुरु गरेँ। सबैभन्दा पहिले मैले फ्लेमिङ्गोहरूको फोटो खिच्ने अवसर पाएँ। टाढाबाट देखिने तिनीहरूको गुलाबी रङ, शान्त वातावरण र उनीहरूको सुन्दर चालले मलाई निकै आकर्षित गर्यो। छेउमा बसेर उनीहरूको हरेक गतिविधिलाई ध्यानपूर्वक हेर्दै मैले धेरै रमाइला क्षणहरू आफ्नो क्यामेरामा कैद गर्ने प्रयास गरेँ। यहाँको शान्त वातावरणमा हिँड्दै गर्दा सहरको भिडभाडबाट केही समय टाढा भएर प्रकृतिसँग बिताएको यो पल साँच्चै नै विशेष महसुस भइरहेको छ। जिराफको अग्लो शरीर, लामो घाँटी र शान्त स्वभावलाई नजिकबाट हेर्न पाउनु नै एउटा बेग्लै अनुभव थियो। राम्रो क्षणको प्रतीक्षा गर्दै मैले केही सुन्दर तस्विरहरू खिचेँ, जसले मेरो दिनलाई अझै धेरै विशेष बनायो। अब म अर्को ठाउँतर्फ अघि बढ्दैछु। यहाँ कुन नयाँ दृश्य र कुन नयाँ जनावरले मलाई स्वागत गर्ने हो भन्ने उत्सुकता मनमा छ। हरेक मोडमा एउटा नयाँ अनुभव र एउटा नयाँ कथा लुकेको जस्तो महसुस भइरहेको छ। त्यहाँबाट म जेब्रा र अस्ट्रिच भएको ठाउँमा पुगेँ। जेब्राको कालो र सेतो धर्काहरू प्रकृतिको एउटा अद्भुत कला जस्तो लाग्यो। अस्ट्रिचको अनौठो चाल हेर्दा पनि निकै रोचक अनुभव भयो। हरेक जनावरको आफ्नै विशेषता हुन्छ भन्ने कुरा त्यहाँ पुगेर अझ धेरै महसुस गर्न पाएँ। त्यसपछि मेरो यात्रा ओराङ उटानतर्फ अगाडि बढ्यो। ओराङ उटान संसारको सबैभन्दा बुद्धिमान जनावरमध्ये एक हो। उनीहरूले रुखको हाँगा र पात प्रयोग गरेर खाना निकाल्ने, वर्षाबाट बच्न छाता बनाउने र विभिन्न समस्या समाधान गर्ने क्षमता राख्छन्। एउटा जवान ओराङउटानको हात करिब 2 मिटरभन्दा लामो हुन सक्छ, जसले रुखबाट रुखमै सजिलै हिँड्न मद्दत गर्छ। यस्तो अद्भुत जनावरलाई आफ्नै आँखाले हेर्न पाउनु यो एक आफैमा अविस्मरणीय क्षण हो। ओराङउटानलाई नजिकबाट हेर्दा उसको अनुहारको भाव, शान्त बस्ने शैली र गतिविधिले मलाई निकै प्रभावित गर्यो। कहिलेकाहीँ एउटा फोटो केवल फोटो मात्र हुँदैन, त्यसमा एउटा कथा, एउटा भावना र एउटा क्षण लुकेको हुन्छ भन्ने अनुभूति मैले त्यही बेला गरेँ। यो विशाल पार्कमा हिँड्दै गर्दा प्रत्येक ठाउँको आफ्नै सुन्दरता देख्न सकिन्छ। रुखहरू, खुल्ला आकाश र शान्त वातावरणले मनलाई एउटा अलग्गै शान्ति दिन्छ। त्यसपछि म जङ्गलको राजाको रूपमा चिनिने सिंहको फोटो खिच्ने आशामा सिंह भएको स्थानमा पुगेँ। मनमा ठुलो उत्साह थियो, राम्रो तस्विर लिने तयारी पनि थियो। तर दुर्भाग्यवश त्यो दिन मैले सिंहलाई राम्रोसँग देख्न र फोटो खिच्न पाइनँ। सुरुमा अलि दुःख लाग्यो, तर फोटोग्राफी भनेकै धैर्यता र सही समयको प्रतीक्षा हो भन्ने कुरा फेरि एकपटक सिकेँ। सिंहको फोटो खिच्न नपाए पनि मेरो यात्रा त्यहीँ रोकिएन। त्यसपछि मैले बाघको फोटो खिच्ने अवसर पाएँ। बाघको शक्तिशाली रूप, गम्भीर नजर र सुन्दर चाललाई आफ्नो क्यामेरामा कैद गर्नु मेरो लागि निकै रोमाञ्चक क्षण थियो।
निकै प्रयास गरेर बाघको तस्बिर खिचिसके पछाडि अब म रेड पान्डा भएको स्थानतिर अघि बढ्दैछु। सानो शरीर, प्यारो हावभाव र शान्त स्वभाव भएको रेड पान्डालाई नजिकबाट हेर्न पाउनु मेरो लागि दिनकै सबैभन्दा खुसीको क्षणमध्ये एक पनि। धेरै समयदेखि फोटो र भिडियोमा मात्र देखेको जनावरलाई आफ्नै आँखाले देखेर क्यामेरामा कैद गर्नु एउटा अविस्मरणीय अनुभव थियो। कहिलेकाहीँ फोटो राम्रो आउँछ, कहिलेकाहीँ हामीले सोचेको जस्तो हुँदैन। तर प्रत्येक प्रयासले केही न केही सिकाउँछ र यही सिकाइले फोटोग्राफीप्रतिको मेरो प्रेमलाई अझ बलियो बनाउँदै लगेको छ। त्यसपछि म पिकअप अर्थात् मयूर भएको ठाउँमा पुगेँ। सही क्षण मिलाएर खिचिएका केही तस्बिरहरू मेरो आजको यात्राको विशेष सम्झनाहरू बने। प्रकृतिले हामीलाई धैर्यता सिकाउँछ। राम्रो क्षण पर्खनु, सही समयको प्रतीक्षा गर्नु र त्यो क्षणलाई सम्मान गर्नु नै फोटोग्राफीको वास्तविक आनन्द हो। कहिलेकाहीँ गन्तव्य भन्दा पनि त्यहाँसम्म पुग्ने बाटो धेरै सुन्दर हुन्छ। प्रत्येक पाइला एउटा नयाँ दृश्यतिर बढिरहेको हुन्छ र प्रत्येक दृश्यले एउटा नयाँ कथा सुनाइरहेको हुन्छ। क्यामेराले दृश्य कैद गर्छ, तर अनुभूति भने आँखाले होइन, मनले देख्छ। त्यसैले हरेक यात्रा केवल फोटोको लागि होइन, आफैलाई अझ नजिकबाट चिन्ने अवसर पनि हो। प्रकृतिमा कुनै पनि दृश्य दोहोरिँदैन। यही क्षण, यही प्रकाश र यही हावा फेरि कहिले यस्तै हुने छैन। त्यसैले हरेक क्लिक मेरो लागि समयलाई रोक्ने एउटा प्रयास हो। समयको कमीको कारणले गर्दाखेरि आजलाई भिडियो यति नै। फेरि अर्को नयाँ यात्रा, नयाँ अनुभव र नयाँ फोटोग्राफीको कथासहित फेरि भेट्ने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। मेरो भिडियो यहाँसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद।